नमस्कार। आज म हजुरहरूलाई अनलाइन एसबिआईबाट नेपालमा सजिलैसँग पैसा पठाउने सिकाउँछु। हजुरहरूसँग विनम्र अनुरोध गर्दछु कि मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। सबैभन्दा पहिला हजुरको मोबाइलको आइकनमा जानुहोस् र क्रोम ब्राउजरलाई ओपन गर्नुहोस्। त्यसपछि अनलाइन एसबिआई टाइप गरी लगइन गर्नुहोस्। अब पर्सनल ब्याङ्किङलाई टच गर्नुहोस्। कन्टिन्यू टु लगइन गर्नुहोस्। हजुरको युजर नेम, पासवर्ड र क्याप्चा कोड टाइप गरी लगइन गर्नुहोस्। अब हजुरको रजिस्टर्ड मोबाइलमा आएको ओटिपी टाइप गरी सबमिट बटन प्रेस गर्नुहोस्। अब तपाईँहरू युनो एसबिआई नेट ब्याङ्किङमा प्रवेश गर्नुभयो। त्यसपछि फन्ड ट्रान्सफर अनि सेन्ड मनी अपलोडमा क्लिक गर्नुहोस्। अब त्यसपछि हजुरहरूले पैसा पठाउन चाहेको मान्छेको नाम सिलेक्ट गर्नुहोस्। अब हजुरहरूले पेइ नेम, ब्याङ्क नेमलाई चेक गरी सेन्ड मनीमा क्लिक गर्नुहोस्। अब हजुरहरूले नेपालमा पैसा केको लागि पठाउँदै हुनुहुन्छ सिलेक्ट गरी प्रोसिड बटनलाई प्रेस गर्नुहोस्। त्यसपछि हजुरले पठाउन चाहेको पैसा इन्डियन रुपिज या नेपाली रुपिजमा टाइप गर्नुहोस् र प्रोसिड बटनलाई क्लिक गर्नुहोस्। त्यसपछि सोर्सेस अफ फन्ड सेक्टर कोड सिलेक्ट गरी रिमार्कमा सेल्फ लेखी प्रोसिड बटनलाई प्रेस गर्नुहोस्। अब हजुरहरूले पैसा पठाउन चाहेको मान्छेको नाम र ब्याङ्क कोड चेक गरी अनि आफ्नो ब्याङ्क एकाउन्ट पनि चेक गरी प्रोसिड बटनलाई क्लिक गर्नुहोस्। अब दिएको कन्डिसनलाई स्क्रोल डाउन गरेर पढ्नुहोस् र आई एक्सेप्ट बटनलाई प्रेस गर्नुहोस्। अब हजुरहरूको रजिस्टर्ड मोबाइल नम्बरमा आएको ओटिपीलाई राम्रोसँग टाइप गरी सबमिट बटनलाई क्लिक गर्नुहोस्। केही क्षणपछि तपाईँहरूको मोबाइलमा रिक्वेस्ट प्रोसिड भनेर देखाउनेछ। तर नेपालमा पैसा जानको लागि 1 घन्टादेखि लिएर 24 घन्टासम्म लाग्न सक्छ। अन्त्यसम्म मेरो भिडियोलाई हेरेर साथ दिनुभएकोमा धन्यवाद।